तनहुँ जिल्ला कालीमाटी जाने कतिलाई याद छ यो घर यता कालीमाटी जाने हो यता सिमल चौरतिर जाने यस्तो त बाटो अहिले बतासे डाँडा हो यो तारुवाटको पुल पारिपट्टि लमजुङ हो मर्स्याङ्दी पुल हेर्नुहोस् त अहिले सम्झना सबै यस्तो उस्तो रमाइलै छ सम्झनाको लागि त अहिले मोटरवेबल पुल भनेपछि यो झोलुङ्गे पुल तर्ने मान्छे नि कमै भयो आज मर्स्याङ्दी सुकाएको रहेछ सानो त्यो चाहिँ माथि भुटेउडा र पाउँदी बेच्छ र मनाङतिरबाट आउने ठाउँ यो त्यो तारुवाटको झोलुङ्गे पुल यो तल मर्स्याङ्दी सुकाएर मर्स्याङ्दी बचाउ अभियान यसै भने होइन कि जस्तो लाग्यो यो देखेर त कतिसम्म थियो यो त माथिसम्म आउँथ्यो तल तारुवाट बजार अब इतिहास मात्रै रहने हो बिस्तार बिस्तार सबै डाइनासोर मोटरवेबल पुल भइहाल्यो तनहुँ जिल्लाबाट लमजुङ झोलुङ्गे पुल मुनि यहाँ माथि पनि आउँछ पानी बर्खामा अब अहिले त कतै भयो होला सबै आजलाई तारुवाटको बसाइ तारुवाटको घुमाइ ढिलेको चाली झाडी छ लाटेको कमी पहिला पहिला माछा मारिन्थ्यो यता पौडी खेलिन्थ्यो तल घुमाउने भनिन्थ्यो गरिन्थ्यो अनि ढुङ्गै ढुङ्गा बजार ऐतिहासिक बजारै भयो बतासे डाँडा यही माथि पर्छ डुम्रे बेसर बाटो बतासे डाँडा यस्तो भयो झोलुङ्गे पुल पहिला जमानामा फलेको थियो अहिले यो भयो काँचुली फेरेको तारुवाट बजार झोलुङ्गे पुल कत्रो पोखरी कत्रो थियो